वेलकम टु माई न्यू ब्लग। आज हामीहरू हैन लिची टिप्न जाँदैछौँ अनि हामी मामलामा आएको छौँ अनि यहाँ चाहिँ म थाहा छु यहाँ मम्मी अलिक ध्यान दिएर हेर्नु है त्यहाँ हिलो छ नि गाइजहरु कति टाढा छ लिचीको बोर्ड त कति टाढा छ यार गाइज। एडभेन्चर आज हाम्रो एडभेन्चर हुन्छ सर्भरहरू पनि छ गाइज सर्भरहरू पनि छ नि गाइज यहाँनिर सर्भर छ गाइज यहाँ पनि यत्रो लामो छ ठ्याक्कै अब धेरै पर छैन अब जान आँटेको वहाँ धेरै बाँसबारीमा छ है गाइज यहाँनिर अलिक केयरफुल गर्नु गाइज अस्ति त्यो खेतमा चाहिँ फुल्थ्यो अनि बुवाले हामीलाई खेदाउनु भएको थियो हामीले मजा गऱ्यौँ नि गाइज। अब हामी अलिक टाढा छ अब गाइज आउनु बाटो छ गाडी बाटो जाँदैछौँ गाइज अब आउनु अनि किड्ने खान गौतममा सब्सक्राइब गरिदिनु है किड्ने खान गौतममा सब्सक्राइब गरिदिनु गाइज। कति मामाको बुवाहरूको घरको बाख्रा भएर कति राम्रो हो बाख्रा चाहिँ एउटा मेरो पुग्न आँटेको छौँ राइट अब उता छैन अझै बाख्राहरू चाहिँ आएछन् गाइज अनि बाख्राहरू चाहिँ काम छ नि त सबै कलरको गुस गर्ने कामहरू त्यही हो नि त कति राम्रो ठाउँ कति ज्वालाको हो यहाँ किन ज्वालाको पाल अलिक आँखा गाडेर हेर है स्नेल हामीलाई यसैमा त त्यो अर्को ग्राउन्ड छैन त्यहाँ कति भेट्यो बुवा त बुवा अलिक के गर्नु होइन हो त यही बाटो हो यही बाटो बादर अल्ट्रा प्रो मैक्स गाइस अब म एक्साइटेड लिचीको बोर्ड त यता राख्नु हो मेरो पुग्न आँटेको छु छेउमै छ लिचीको बोर्ड त यता छ त गाइस बुवाले गाई सार्नु हुँदैछ आउनु मामाको गाई त्यो कालो छ हामीले यहीँको यसकै दुध खानु यो पनि यसकै होला बनाउनु लिचीको बोटको नजिक आइपुग्यौँ अलिक सम्हालेर है गाईले लासु हान्दैन नि लास्ट दुई बाटो क्रस गर्नु मुद्देको नभिडियो खिच्नु झुम्को क्याप्चर भयो ला देखौ भयो साँच्चीकै कति टाढा आइपुग्नु
बोतली काम के भयो कताबाट छिर्ने हौ लिचीको बोट आयो कुन त नि के छ गाईले आन्छ चढो नफालौँ न यत्रो लिची मलाई बोट सानो छ जस्तो लाग्यो यत्रो रहेछ हामी लिची लिएर दतिर लागेको डर खाना कान्छ नि जान्छ खाँदै सुताएर खानु यत्रो झुपी यत्रो बनाइदिए हो नै न पर गट्टा के निक्लो फलेको फर्की हामीले अब घर आएको गाई फर्की चाहिँ चोरी भयो यो त नानी मलाई त ल तिम्रो पैसा के फालेको थियौ हालेर हिँडेको रहेछ सानाले त यहाँदेखि तिमीहरूको मामालाई कहाँसम्म देखाऊ देऊ न हौ एकचोटि नकुद के किन कुद्नु यतैबाट आएको हो कि हामी है त्यसले गर न्यान पनि कुदेको छ मामालाई काम आओ टाउकोमा फेटा पनि होटाएको छैन मैले खाडो सामा ले सुबुले चुप्पा पनि खाँदैन बेलुकी लाग्दो रहेछ बेलुकी लाउँछ ठुलो भएर कति राम्रो
कलाएर बिरामी भयो भने फेरि चलाएर गुस्सा हुन्छ अपनी वीडियो धेरै भुसा बनाइदिउँ एकचोटि छ न एकचोटि मलाई राख्दै ल मेरो जिउमा राखिदिन्छु मेरो जिउमा राख्दैन सबै सुगाइदिने अनुलाई मेरो जिउमा राख्दैन गाडीमा राख्न राख्ने गर्दैन दाजुसँग खेल्न आऊ छोड्दै अब त्यो सुत्छ लाग्छ मर्ने गरी म त लिइरहेको छु त यहाँ पिटेर म त ठिक पारिदिन्छु नि सुतेको यहाँ आराम गरेको हैरान भइरहेको हामीले घुमेर आयौँ अनि हामी सुत्न आँटेको मलाई लाग्यो भने